येले स्वीप्यद न्यान्सियन दिना चोंगु महालक्ष्मी द्वय जात्रा थुक्सी न्यायको चुगुदु येलो महानगरपालिका वडालिया 5 दुगु महालक्ष्मी द्वय जात्रा स्वीप्यद लिपा थुक्सी चैत 16 गते बिहिबार रामनवमी खुनु जिगोतका महालक्ष्मी जात्रा व्यवस्थापन कार्यदल थागुदु मंगलबार पत्रकार सम्मेलन यान कार्यदल थथे जानकारी भ्युको ख महालक्ष्मी जात्रा विविध कारणले गर्दा विगत 34 वर्षदेखि रोकिरहेको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व भएको श्री महालक्ष्मी देवीको खट जात्रा पुनः सञ्चालन गर्नुका साथै ललितपुर महानगरपालिकाको मुख्य सहयोग र जनसमाजहरू लगायत विभिन्न सरकारवाला सङ्घ संस्थाहरूको संलग्नतामा 2079-11 गतेका दिन गठित महालक्ष्मी जात्रा व्यवस्थापन कार्यदलको विशेष पहलमा चैत्र रामनवमी 2079 12-16 गते बिहिबारका दिन गायगन्धनी मङ्कारको सकेतमा जात्रा सञ्चालन गरिनेछ। नेपाल अधिराज्यको राजधानी रहेको काठमाडौँ उपत्यकाको 3 सहरमध्ये सबैभन्दा पुरानो मानिआएको ललित कलाले सम्पन्न भई विश्व प्रसिद्ध भएको पाटन सहरको दक्षिणी सिमानासँग जोडिएको हाल ललितपुर महानगरपालिका वार्ड नम्बर 5 अन्तर्गत लगनखेलमा अवस्थित राजदरबारको पश्चिममा रहेको प्रसिद्ध महालक्ष्मी मन्दिरमा विराजमान महालक्ष्मी देवी माईलाई भगवान विष्णुको पत्नी तथा धन सम्पत्तिको देवीका रूपमा पूजा गरिने प्रचलन छ। महालक्ष्मी माईको सम्मानमा सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई समेत समावेश गरी बनाएको यस्तो प्रकारको मन्दिर काठमाडौँ उपत्यकामा विरलै पाइन्छ। अब आएर चाहिँ हामी यो 34 वर्षपछि यो सुरु गर्न गइरहेको यो जात्रालाई अलि सभ्य र भव्य तरिकाले गरौँ भन्ने हिसाबले चाहिँ हामी यसलाई चाहिँ अलिक परिमार्जन गर्न खोजिरहेका छौँ। यसको लागि आर्थिक सहयोग हामीले ललितपुर महानगरपालिका जुन संस्कृति पर्यटन व्यवस्थापन कमिटीबाट हामीलाई 8 लाख रुपैयाँ यसपालि भेटेको छ र निकट भविष्यमा यसलाई चाहिँ हामीले चाहिँ यो अक्षय कोष स्थापना गर्ने पनि हाम्रो योजना रहेको छ ताकि यसलाई चाहिँ अब कुनै कारणले यसलाई चाहिँ फेरि यो जात्रा रोक्न नजाओस् भन्ने हिसाबले त्यसो भएको हुनाले यसलाई चाहिँ सभ्य भव्य तरिकाले हामी गर्ने सिलसिलामा हामी 3 बजे नै जात्रा सुरु गर्छौँ। जात्रा सुरु गर्ने बेलामा सर्वप्रथम नाकी बाजा हुन्छ, त्यसपछि ब्यानर सहितको हामी व्यवस्थापनका सदस्यहरू, त्यसपछि हामीले चाहिँ यो टोल यतातिर भेगको महर्जन टोलहरू जस्तै हौगल चावाल इवाल काउडनी त हुने नै भयो, ती टोलका हाम्रो नाम सङ्गीत भजनहरूलाई पनि त्यहाँ राख्छौँ। त्यसपछि आएर चाहिँ खट जात्रा, त्यसको लगतै हामी यही 4वटा टोलको ढिमे बाजाहरू पछाडि बसेर हामी यो जात्रालाई यो तरिकाले लाने कोसिस गरिरहेका छौँ। यो जात्रा हामीले पहिला 34 वर्ष अगाडि त्योभन्दा पहिलादेखि जात्रा हामीले गरेर आइरहेको 34 वर्ष अगाडिदेखि बन्द भइरहेको हाम्रो टोलको 100 वर्ष भएको बाजेले पनि कहिलेदेखि गरेको जात्रा भनेर थाहा नभयो। अब यो जात्राको कहिलेदेखि जात्रा भयो भने पहिला देखि चलन त्यस्तो केही थिएन। त्यही भएर यो कहिलेदेखि सुरु भयो अब बन्द भयो त हामीले भन्न सक्छौँ 34 वर्ष भयो। अब यो सञ्चालन गर्नलाई हाम्रो विराटमन्त्री व्यापक समाज सबैको साथ लिएर हामीले सञ्चालन यस वर्षदेखि सञ्चालन गरिरहेको छौँ। महालक्ष्मी द्वय जात्रा आर्थिक लिसे विविध कारण दिना चोंगुली थुक्सी कागुननी मंका खलया सक्रियता यर महानगरपालिका मुख्य आर्थिक गुहाली उज्याप समाज यल लिसे थिथि सरकारवाला संघ संस्था या संलग्नता महालक्ष्मी जात्रा व्यवस्थापन कार्यदल गठन याना कार्यदल हेलुवा दिना चोंगु महालक्ष्मी द्वय जात्रा जुइतेंगु ख